म दिल्ली रामनगरमी कोल्य वंश ठकुरी नगरमी। यहाँ के भयो भने चाहिँ तपाईँको यो देशमा स्वास्थ्य सम्बन्धी तपाईँको गरिब देश भएको हुनाले स्वास्थ्यको उपचार गर्नलाई धेरै जसो विदेशमा जाने गर्थ्यो र त्योभन्दा तल्लो तपाईँको दोस्रो दर्जाको मानिसहरू नागरिकहरू छन्, तिनीहरू चाहिँ तपाईँको चाहिँ हस्पिटलसम्म पनि जान सक्ने स्थिति छैन। अहिले आएर चाहिँ तपाईँको त्यो तपाईँहरूको एउटा संस्था खडा गर्नुभएको रहेछ डाक्टर हाउसकल सर्भिसले। मलाई त थाहा थिएन, म त देश नागरिक। तर आज संसारमा चाहिँ तपाईँको चाहिँ के भयो त भन्दाखेरि हामीभन्दा ज्यादै चलाख युवाहरू भएको हुनाले मेरो नातिनीले तपाईँको बजे बिरामी हुँदाखेरि तपाईँको चाहिँ यो हाउसकल सर्भिस छन्, त्यो संस्थाले बोलाउँछु भनेर भन्दाखेरि तपाईँको त्यो हामी सल्लाह भयो। सल्लाह भएपछि चाहिँ तपाईँको त्यो पहिलो दिन डाक्टर उद्गार ज्यू आउनुभयो र यहाँ सबै कुरा हेर्नुभयो। अनि चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भने अब यो चाहिँ तपाईँको घर घरमै आउने भएछ, कल मात्रै गर्ने भनेको, तर होइन रहेछ, तपाईँहरूको संस्थै बनिसकेको रहेछ। मलाई ज्यादै खुसी लाग्यो। कारण किन त भन्दाखेरि तपाईँको बिरामीहरू लाँदाखेरि चाहिँ तपाईँको एक त चाहिँ तपाईँको तुरन्तै चाहिँ तपाईँको मोटर गाडी पाउनु समस्या, त्यसपछि चाहिँ तपाईँको त्यहाँ लगेर पनि तल माथि यताउता कोठामा गर्नुपर्ने, फेरि चाहिँ आफ्नो घर र चाहिँ तपाईँको चाहिँ के हस्पिटल चाहिँ धेरै फरक पर्ने भएको हुनाले त्यहाँ कुर्ने मान्छे पनि बनाउन गाह्रो छ। त्यस कारण धेरै समस्या थियो। तर अहिले यो हाउसकल सर्भिस नेपाल जुन तपाईँको राख्नुभएको रहेछ, बडा खुसी लाग्यो। मलाई थाहै थिएन, बडा खुसी लाग्यो, असाध्यै खुसी लाग्यो। अनि यहाँ जुन मेरो श्रीमती बिमला देवी नगर्मीलाई चाहिँ हेर्नलाई चाहिँ डाक्टर साहब आउनुभयो। डाक्टर साहबले चाहिँ हेरेर मैले उहाँको नेचर हेरेँ, यसो गरेँ, चाहिँ तपाईँको बडो खुसी लाग्यो। यहाँ काम गरिदिनु भयो, आज 4 दिन भइसक्यो लगातार आएर हेरिदिनु भएको। त्यस कारणले चाहिँ मलाई कस्तो लाग्यो भने नेपालमा पनि कति गहिरो किसिमले स्वास्थ्यको तपाईँको सेवा गर्ने चाहिँ संस्था भइसकेछ भने बडा मलाई खुसी लाग्यो। जीवनको कुनै ठेगान हुँदैन, त्यस कारणले चाहिँ तपाईँको मानिसहरू असाध्य छटपटिरहेका हुन्छ, बिरामी हुन्छन्। अब त्यो तपाईँको त्यो ट्याक्सी बनाउँदा, अरू चाहिँ मोटरको व्यवस्था गर्दा हस्पिटलसम्म पुग्दाखेरि चाहिँ के भइसकेको हुन्छ, विषयमा पनि मान्छेहरूको स्वर्गवास भइसकेको हुन्छ। त्यसै कारणले चाहिँ त्योभन्दा सजिलो चल्दै नचलिकन घरैमा बसेर फोन गरेर तुरन्तै आएर सर्भिस दिने यो संस्था भएको हुनाले अति चाहिँ उपयोगी छ। त्यसमा चाहिँ तपाईँको यहाँ मैले उद्घार गरेर भनिराख्नु पर्ने आवश्यकै छैन। यो संस्था अति नै चाहिँ तपाईँको चाहिँ खास गरेर के देश नागरिक वृद्धलाई काम लाग्ने भएको हुनाले सबैले यसलाई फलोअप गरेर सेवा लिनु होला भन्ने म आशा गर्दछु।